सुनाई सिप कक्षा 5 पाठ 12। संसारमा मान्छेकै कारणले मान्छेहरू दुखी र पीडित थिए र कतै कतै अहिले पनि छन्। पहिले पहिले गोरा जातिले काला जातिले नराम्रो व्यवहार गर्थे। अहिले पनि कतै तल्लो जात भनेर मानिसले मानिसलाई हेप्ने र कतै गरिब भनेर होच्याउने गरेको सुन्नमा आउनु चिन्ताको कुरा हो। कतिपय देशमा युद्धका कारण सर्वसाधारण मानिसले ज्यान गुमाउनु परेको र कतै घाइते भई दुःख पाएका घटना पनि सुनिन्छन्। यस्ता घटनाले गर्दा मानिसबाट नै मानिसलाई समस्या परेको छ। मानिसले यो संसारमा स्वतन्त्रतापूर्वक हिँड्न डुल्न काम गर्न र पढ्न लेख्न पाउनुपर्छ भन्ने कानुनहरू पनि बनेका छन्। तर सबै देशमा र सबै ठाउँमा मानिसलाई बिना डर त्रास हिँडडुल गर्ने अवस्था छैन। कहिले बम पड्केर मानिसहरू घाइते भएको वा मृत्युको मुखमा परेको घटना सुनिन्छ भने कतै आत्मघाती हमलाका समाचारहरू पनि आउँछन्। अझ कतै कतै यस्ता घटनाहरूको शिकार निर्दोष बालबालिका महिला र बुढाबुढी हुने गरेका सुनिनु निकै दुःख लाग्दो कुरा हो।